म चाहिँ यत्तिकै मोबाइल चलाएर बसिरहेको थिएँ। त्यही बेला मेरो साथीले फोन गरेर खाजा खान जाउँ पो भन्छ। दिउँसोभरि अल्छी लागेको बेला चाहिँ आएन। जब साँझ पर्यो, जब खाना बनाउने बेला भयो अनि चाहिँ आउँदो रहेछ भन्दै रिसाउँदै म बाहिर निस्के। बाहिर निस्केको त मेरो साथी अघि आएर बाहिर पो बसिरहेको रहेछ। जे जस्तो भए पनि खाजा खान बोलाएपछि कसले छोड्ने र भन्दै मैले नै हतार लगाएर छिटो छिटो जाउँ भन्दै हामी घरबाट निस्कियौ। आकाशे पुल हेर्दै दमक चोकदेखि देब्रे साइडको बाटो बेलडागी रोड हुँदै हामी पुग्यौ लाइफलाइन हस्पिटल अगाडि। हस्पिटल अगाडिको बाटो बिग्रेकाले मेरो साथीलाई बाइक चलाउन अलिअलि गाह्रो भइरहेको थियो। त्यही पनि मुस्कान डेन्टल हुँदै हामी पुग्यौ मामा चोक पुग्नुभन्दा 2-3 घर तलतिर रहेको द खाजा एक्सप्रेसमा। त्यहाँको डेकोरेसन देखेर मेरो मुड एकदम फ्रेस भयो। डेकोरेसन हेर्दै हेर्दै म बसे भित्रको टेबलमा। मेरो साथी भने बाहिरै अल्मलिएर बसिरहेको थियो। किन यत्रो बेरसम्म आएन भनेर यसो चियाएर हेरेको त बाहिर चिनेको दिदीहरूलाई पो देखे र म पनि बाहिरै टेबलमा गएर दिदीहरूसँग गफ गर्न थाले। एकछिन पछाडि दिदीहरू पनि घर जानुभयो। यत्तिकैमा एकजना राम्री वेटरले मेन्यु लिएर आउनुभयो। मेन्यु हेरेको त यहाँ विभिन्न किसिमका मिठा मिठा खाजाहरू पो पाइने रहेछन्। हामीले चाहिँ माछा, चिकन चाउमिन, चिकन मोमो र एक गिलास कोक र स्प्राइट पनि अर्डर गर्यौं। मोबाइल चलाएर बसिरहेको थियौं। यत्तिकैमा हाम्रो अर्डर पनि आइपुग्यो र मैले माछा खान सुरु गरेँ। माछा चाहिँ साँदेर ल्याइदिनु भएको रहेछ। त्यहाँको माछा मलाई एकदम मिठो लाग्यो र मैले ट्राई गरेँ चिकन चाउमिन। चाउमिनमा चाहिँ चिकनको मात्रा अरू ठाउँमा भन्दा अलि धेरै नै हाल्नु हुँदो रहेछ र लास्टमा मैले ट्राई गरेँ मोमो। मोमो पनि मलाई एकदमै मिठो लाग्यो। मोमोको अचारको त झन् कुरै नगरौँ। खाजा खाइसकेर हामी बिल तिर्न गयौँ। बिल तिर्दा तिर्दै काउन्टरको दिदीले 3 किलोमिटर भित्रसम्म फ्री होम डेलिभरीको व्यवस्था पनि रहेको जानकारी गराउनु भयो। हामी खाजा खाएर निस्किँदा निकै साँझ परिसकेको थियो। मलाई चाहिँ द खाजा एक्सप्रेस एकदमै मन पर्यो। यदि हजुरहरू पनि सरल र सुपथ मूल्यमा खाजा खान चाहनुहुन्छ भने द खाजा एक्सप्रेसलाई सम्झनुहोस् र 3 किलोमिटर भित्रसम्म फ्री होम डेलिभरी गर्न चाहनुहुन्छ भने 97 045 22 992 मा सम्पर्क गर्न सक्नुहुनेछ।